मिठो स्वादिष्ट र चटपटा सोयाबिनको छोइला। आज हामी सोयाबिनको छोइला बनाउने। सो लेट्स मेक सोयाबिन छोइला टुगेदर। सो सोयाबिन पहिला मैले धुलिएँ, अझै थप्नु पर्यो भने अझै थोरै थपिदिन्छु। यो तातो पानी अब यो सोयाबिनमा सोक हुनलाई राखिदिने। सो यसमा यो मजाले भिजोस्। सोयाबिन तातो पानीमा राखिदिए। दुईटा जति मैले यो रातो खुर्सानी पनि पोल्छु अहिले, अनि टिमुर पनि थोरै हामीले भुटेर अनि जुन मसला पिन्छौँ यो टमाटर प्युरी त्यसमा हाल्छौँ टिमुर पनि। सो टिमुरले पनि राम्रो टेस्ट दिन्छ सोयाबिन छोइला। ओ नो, मेरो काम बढ्यो गाइज। ओ सेट। सो यो लसुन पनि हामीले पोल्नलाई राखिदिनु पर्यो, अघि बिर्सेँ राख्न। सो लसुन पनि यसमा राखिदिए। सो खुर्सानी पनि अलमोस्ट भइसक्यो हो यो। सो यो हाम्रो सोयाबिनको मजाले पानीमा सोक भइसक्यो। सबैलाई मजाले निचोरेर प्लेटमा राख्नु पर्यो। हाम्रो गोलभेडा पनि पाक्दैछ। प्याज खुर्सानी पाकिसकेछ। यसलाई मजाले निचोरेर एक साइड लगाऊँ पहिला। थोरै जिरालाई पनि रोस्ट गरेर राख्ने। अघि टिमुरसँग जिरा पनि राख्नुपर्ने, र जिरा चाहिँ अघि राख्न बिर्सेछु। सो यसलाई रोस्ट गरेर फेरि यो मिक्सी जारमा यो खुर्सानी र टिमुर पहिले मैले पिनेको छु, नभए टिमुरको दाना पछि मुखमा आउँछ है। सो पहिला टिमुर पिनेको छु खुर्सानीसँग सुक्खा। सो मैले यहाँ प्याज, खुर्सानी, लसुन, अदुवा अनि यो त मसला प्युरीमा राख्नलाई हो यो लसुन चाहिँ, अनि यो सबै काटेँ। अब धनियाँ र लसुनको हरियो पात लिन गएको छ। त्यो आएपछि पनि काटेर राख्नुपर्छ। लेमन पनि चाहिन्छ। सो यसमा यो पोलेको टमाटर, खुर्सानी, प्याज, मैले यो टमाटर तासिसक्यो, बोक्रा निकालेर फालिसक्यो, यो सबै राख्ने। यो पोलेको लसुन पनि हाल्ने, अनि जिरा पनि मैले राखिसकेको छु। अनि अब यो सबैलाई प्युरी जस्तो बनाउनुपर्छ। के अरे सिलौटामा पिनेको झनै मिठो हुन्छ, तर म अहिले मिक्सीमै एकदम अलिक मोटो गरी नै पिन्छु। यति तेलले पुग्छ। अब सोयाबिन यतिको भुटिसकेपछि अलमोस्ट पानी यसको सोक भइसकेको छ। अब यसमा हामी अलिकति नुन हालिदिने थोरै, सोयाबिनमा मजाले नुनको फ्लेभर जाओस् भनेर। सो यो सोयाबिन मेरो रोस्ट भइसक्यो छोइलाको लागि। सो छोइलामा फ्रेस धनियाँ, प्याज अनि खुर्सानी, लसुन, अदुवा, लेमन, प्याज, लसुनको हरियो पात, यो सबै मैले काटेर राखेँ। अब यो सबै के अरे छोइलामा मिक्स गर्नुपर्छ। छोइलाको लागि मेरो प्युरी पनि रेडी छ। लुक सो डिलिसियस। हेर्दै अहिले कस्तो मिठो देखिरहेछ। सो हामीले अघि बनाएको यो प्युरी यसमा राख्ने, अनि हरियो प्याज पनि राख्ने।
के अरे हरियो प्याज रे फ्रेस प्याज, हरियो धनियाँको पात पनि राख्ने, लसुन प्याजको पत्ता पनि राख्ने, हरियो खुर्सानी पनि राख्ने, यो लसुन के अरे अदुवा अनि लसुन पनि राख्ने, नुन पनि स्वाद अनुसार राख्ने, पछि थोरै राख्ने पहिला, बरु बढी नहोस्, थोरै भयो भने थप्न मिल्यो। मसलाहरू पनि सबै मसलाहरू, यो खुर्सानीको धुलो थोरै मैले खुर्सानी पिनेको थिएँ सो थोरै राखेको, अनि धनियाँको धुलो, चाट मसला, अनि जिराको पाउडर, अनि माथिबाट थोरै बेसार त अघि मैले सोयाबिनमा पनि राखेको छु, सो थोरै यहाँ अलिकति माथिबाट राखेर अनि अब यसलाई ज्वाइँ गर्नुपर्छ। सो यो तेल तातो हुनलाई राख्ने, अनि थोरै मेथीले फुराउने, अनि थोरै राखेको छु मैले मेथी, मलाई मेथी मुखमा परेको मन पर्दैन, सो टेस्टको लागि मात्र हालेको छु। सो यो तेल पनि हाम्रो तातो भइसक्यो, मेथी पनि अलमोस्ट भइसक्यो। अब यो तेललाई हामीले यो लसुन नपर्ने गरी, अदुवा नपर्ने गरी हाल्यो भने अलिकति लसुन र अदुवाको टेस्ट हार्स आउँदैन क्या, अलिकति अदुवा र लसुन त डाइरेक्ट खाँदा त अलि हार्स फिल हुन्छ नि त। सो यति भएपछि हामी यसमा लेमन पनि एड गर्ने, लेमन स्वाद अनुसार जति चाहिन्छ हामीलाई त्यति। स्वाद अनुसार लेमन राख्यो। अब यसलाई मजाले मिलाउने, हाम्रो यतिको लुक आइसकेको छ। लुक सो डिलिसियस, टेस्टी। मेरो मुखबाट पानी आइसक्यो, बास्ना नै मिठो पाइरहेछ एकदम। मजाले जति मल्यो त्यस्तो मिठो बास्ना आउँछ क्या, हातले मलेपछि त झनै मिठो बास्ना आउँछ। सो हाम्रो लुक यस्तो आएको छ। अब नुन र लेमन कतिको पुगेको छैन त्यो चाहिँ खाएर चेक गर्नुपर्छ। सो हाम्रो छोइला चाहिँ अलमोस्ट रेडी भइसक्यो। नाउ छोइला इज रेडी टु इट। अब यो छोइला चाहिँ हेर्दा डिलिसियस छ र खाँदा पनि मिठो नै छ। मैले नुन र लेमन चेक गरेको थिएँ, सो सबै कुरा ठिक छ, मिठो छ। अब भातसँग खानुपर्छ, डिनरसँग। कस्तो लाग्यो मेरो भिडियो भन्नु होला, फिडब्याक दिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई, टेक केयर।